चिन्नुभयो नि उहाँ आन्टीलाई चाहिँ नि उहाँ चाहिँ नि दामचोरबाट आउनुभएको छ हाम्रो हजिल फेन्सीलाई खोज्दै खोज्दै टिकटकमा देखिरहेको भनेर यहीँ चाहिँ आउनुभएको छ बिहानै आउनुभएको छ उहाँ चाहिँ नि उहाँको चाहिँ नि आफ्नो छोराको बिहा रहेछ र दुलै भित्राउने कार्यक्रम हुँदाखेरि उहाँले चाहिँ नि बुहारीको लागि भनेर सम्पूर्ण कपडादेखि लिएर साडी सुट ब्लाउज अनि त्यसपछि भएन भनेर कस्मेटिक आइटमहरू सम्पूर्ण सामान एकै ठाउँमा किनौँ भनेको भएर हाम्रो हजिल फेन्सीमा आउनुभएको रहेछ र हामीले उहाँहरूलाई एकदमै प्राइज मिलाएर दिएको छौँ र उहाँहरू यति खुसी हुनुभएको छ कि फेरि रिपिट पनि आइसक्नु भएको छ कि हाम्रो हजिल फेन्सीमा यो भिडियो चाहिँ अलि पुरानै हो मैले अहिले चाहिँ नि हालिदिएको छु तर उहाँहरू दुईचोटि तीनचोटि आइसक्नु भयो हाम्रो हजिल फेन्सीको सर्भिस एकदम मन परेर चाहिँ नि उहाँहरूलाई प्राइस पनि मिलाएर दिनुहुने रहेछ र सामान पनि एकदमै भने जस्तै राम्रो पाइने रहेछ भनेर आफैले भन्दै हुनुहुन्छ र धेरै धेरै धन्यवाद छ उहाँ आन्टीहरूलाई यदि हजुरहरूलाई पनि चाहिएको छ भने हाम्रो हजिल फेन्सीमा आउनु होला।